भोलि भदौ 12 गते शुक्रबारको पावन दिनमा जरुर 4 काम गर्नाले वर्षभरि गरिएका सम्पूर्ण पापहरूबाट निवारण प्राप्ति हुने र जीवनहरूमा सफलताको र भाग्य उदय प्राप्ति हुनेछ। मित्र अनि महानुभावहरू, आउनुहोस् ऋषि तर्पणी पूर्णिमा जनै पूर्णिमाको दिनमा गर्नै पर्ने 4वटा कर्म के रहेका छन् त यसैको बारेमा म अन्तिमसम्म बताउने प्रयास पनि जरुर रूपमा गर्नेछु। यो महत्त्वपूर्ण दिन रहेको छ। यहाँ महासंयोग पनि बनिरहेको छ। शतभिषा नक्षत्रको यो पावन योग र पूर्णिमाको दिन र साथसाथमा शुक्रबारको पावन योग निकै शक्तिशाली, निकै भाग्यशाली, भाग्यवर्धक योगको पनि विशेष गरेर निर्माण भएको छ। के गर्ने त 4वटा कर्म जरुर रूपमा गर्नाले भाग्योदय हुनेछ। मित्र अनि महानुभावहरू, ती के कर्म रहेका छन् त अन्तिमसम्म बताउने प्रयास गर्नेछु। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, भर्खरै भिडियोलाई हेर्दै हुनुहुन्छ भने जरुर हाम्रो च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न नभुल्नु होला। फेसबुकबाट हामीलाई हेर्दै हुनुहुन्छ भने हामीलाई फलो पनि गर्न नभुल्नु होला। मित्र अनि महानुभावहरू, ऋषि तर्पणी पूर्णिमा अनि पावन दिनमा हामीले सबैभन्दा पहिले स्नान गर्नुपर्दछ। स्नान पहिलो नम्बरमा रहेको छ। स्नान गर्ने, त्यसमा के गर्ने भन्दा सबैभन्दा पहिले गाईको गोबर, त्यस्तै विभूति भस्म खरानी र त्यस्तै गरेर तपाईले यो दिनमा लिनुपर्ने सप्तमृत्तिकाहरू लगेर आफ्नो शरीरहरूमा लगाएर पवित्र बग्ने गङ्गाजीका पावन नदीहरूमा गएर श्रावण स्नान गर्नाले वर्षभरि गरिएका पापहरू पखालिने गर्दछ। यो भने सबैभन्दा महत्त्वपूर्ण रहेको छ श्रावण स्नानको दिनमा गर्नै पर्ने कर्म। दोस्रो नम्बरमा रहेको छ, यो दिनमा रक्ष अथवा देवी देवताहरूले आशीर्वाद प्रदान गरेको देवी देवताहरूले शक्तिले रूपान्तरण भएको यो दिनमा यज्ञोपवीत संस्कार अथवा यज्ञोपवीत धारण गर्ने र हातमा रक्षा सूत्र बाँध्नाले सधैँभरि हाम्रो कुलको, हाम्रो परिवारमा र आफ्नो सदैव रक्षा प्रदान गरिरहने गर्दछ। त्यसैले यो दिनमा पवित्र जनैलाई पनि फेर्ने र त्यस्तै गरेर पवित्र रक्षा धागो आफ्नो दायाँ हातको नाडीमा पनि बाँध्नु पर्दछ, जसले हाम्रो नसासँग सम्बन्धित केही समस्याहरू भने विशेष गरेर कुम्भ गरेर जाने गर्दछ। मित्र अनि महानुभावहरू, अब त्यस्तै गरेछ तेस्रो नम्बरमा छ, यो दिनमा गर्नै पर्ने खानै पर्ने चिज रहेको छ क्वाटीहरू। 7वटा वस्तुहरूलाई अथवा 7वटा जुन गेडागुडीहरूलाई तिनीहरूलाई भिजाएर त्यहाँबाट पलाएको टुसाहरूलाई पनि बनाएर यदि घर परिवारमा खानुभयो भने शक्तिवर्धक, पाचन प्रणाली एकदम राम्रो बनाउने र इम्युनिटी पावर राम्रो उच्चतम भएको गुणस्तरीय चिजहरू खानाले हाम्रो शरीरहरूमा रोग प्रतिरोधात्मक क्षमताहरूमा वृद्धि भएर जाने गर्दछ र हाम्रो शरीरहरूमा रोग व्याधहरू कहिल्यै पनि प्राप्ति हुँदैनन्। मित्र अनि महानुभावहरू, अनि चौथो नम्बरमा रहेको छ ऋषि तर्पणी र पितृहरूको सम्मान गर्ने। यो दिनमा ऋषि तर्पणी गरिन्छ। ऋषिहरूको नाममा ऋषिहरूले दिनुभएको अपार ज्ञानलाई सम्मान गर्दै यो दिनमा ऋषिहरूलाई पनि विशेष गरेर अत्रि, कश्यप, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ नाम गरिएका ऋषिहरूलाई स्मरण गर्दै नदी अथवा कुण्डमा स्नान तर्पण आदि गर्नाले पनि पूर्वज पनि प्रसन्न रहनुहुन्छ र ऋषिहरूको कृपा पनि हाम्रो जीवनहरूमा सदैव प्राप्ति भइरहने गर्दछ। मित्र अनि महानुभावहरू, अन्य जे गर्न नसके तापनि यी 4वटा कर्महरू जरुर रूपमा गर्नुहोला। दान पुण्य आदि कार्य गर्नुभयो भने अवश्य नै तपाईको जीवनहरूमा भाग्योदय र सफलता जरुर हुनेछ।